एभ्रीवन वेलकम ब्याक टु माई च्यानल। गुड मर्निङ भन्न चाहन्छु म सबैजनालाई। सन्चै हुनुहुन्छ होला हजुरहरू पनि, म पनि सन्चै आराम छु। आज चाहिँ टक्क लाग्यो म कतैतिर जान लाग्छु भन्दाखेरि चाहिँ अनि अहिले चाहिँ हामी त्यो इन्डियाबाट बढाएको कोसेली चाहिँ लिन जाँदैछौँ। अनि तर त्यो कोसेली लिन जाने मान्छेको नाम चाहिँ के हो अनि नाम चाहिँ थाहा छ। अनि त्यो जाने त्यो घर चाहिँ हामीले देखे होइन, गएर चाहिँ सोध्नु पर्ने हुन्छ त्यहाँ गएर। त्यसपछि सोधपुछ गरेर चाहिँ हामी ल्याउँछौँ भन्ने भइरहेको छ कुरा। नि यो भएर चाहिँ हामी जङ्गलमा छौँ, सुनसान जङ्गलमा देख्न सक्नुहुन्छ हजुरहरूले। त्यो किराहरू कराइरहेको यार गीत बजायो कि यसले। सो गाइस अहिले चाहिँ हामी यहाँ पुगिसक्यौँ, तर कहाँ हो भन्ने कुरा थाहा भएन। थाहा भएन हामीले चाहिँ अब फर्स्टमा भएको घर हो भन्नुहुन्थ्यो मम्मीले। यहाँ चाहिँ यस्तो जङ्गल छ, त्यहाँ चाहिँ घर छ। अनि यहाँ चाहिँ एउटा रहेछ के भन्छ घट्ट रहेछ। यता यहाँ चाहिँ एउटा घट्ट रहेछ, त्यहाँ चाहिँ पुरै टाढा खा। त्यो चाहिँ यहाँदेखि जानुपर्छ। अब त्यहाँ गएर भइदिएन भने त्यो कसरी गाह्रो हुन्छ हामीलाई चाहिँ। त्यही भएर चाहिँ सोधिदिने भनेर एकचोटि फोन गरेर लाग्थ्यो यसले। त्यही भएर एकचोटि चाहिँ होल्ड हुन्छ हाम्रो। सो गाइस आज चाहिँ एकदमै नराम्रो दिन रहेछ हाम्रो लागि। घरदेखि ननिस्किनु पर्ने रहेछ जस्तो लाग्यो अहिले चाहिँ आएर। हामी चाहिँ त्यहाँ भेट्यौँ पनि मान्छे कहाँ रहेछ नासो याउ भन्ने कुरा नि गरियो। त्यहाँ चाहिँ स्वप्न हामी मम्मीको मामा घरमा रहेछ। अनि त्यही हो, अब आउने मान्छे चाहिँ अलिक ढिलै भयो रहेछ होइन। के कारणले हो त्यो चाहिँ थाहा सोधिएन, थाहा भएन हामीलाई चाहिँ। अब आज चाहिँ हाम्रो लास्ट चाहिँ ब्याड डे रहेछ जस्तो लाग्यो। यति लङ बाटो हिँड्दै आइयो होइन, जङ्गलको बाटो। अहिले अब यो लुखुर हिँड्दै हिँड्दै जानुपर्छ। भोलि फेरि यही जङ्गलको बाटो लुखुर हिँड्दै आउनुपर्छ। लास्टै ल्याङ लाग्यो मलाई चाहिँ। त्यही हो, मलाई गाह्रो भइसक्यो होइन, रुन मात्रै बाँकी छ। एकचोटि मुद्दे त रुइदिउँ। भोलि उतादेखि घुमेर आउनुपर्छ किन तर। त्यही हो। सो अब हामी चाहिँ अब निस्किनु लाग्यो भन्दा नि निस्किसक्यौँ। त्यहाँ बस्नु जाउ मात्रै लाग्यो मलाई। नासो भइदियो त निस्किनु पनि मजा आउँथ्यो नि त। देखाउनु हुन्थ्यो के ल्याए, यहीँ खोलेर खानुहुन्थ्यो। हल्का भोक पनि लागेन अरे। त्यही हो ल, हामी चाहिँ अब फर्किनु लाग्यो। त्यही हो, आज चाहिँ ब्याड डे रहेछ जस्तो लाग्यो मलाई चाहिँ। सो गाइस अहिले चाहिँ हामी बिच बाटोमा भन्दा पनि अब घर पुग्नु लाग्यौँ। अनि ब्याड डे भनिरहेको थिएँ, खासमा गुड डे चाहिँ रहेछ अलिकति। सो बाटोमा चाहिँ राँगा काटेर रहेछन्। अनि हामीले चाहिँ घर फोन गरेर मास्क लग्ने कि नलग्ने भनेर सोधिसक्यौँ। सोधेर पनि हुन्छ पैसा पछि दिए पनि हुन्छ गरे। त्यसपछि चाहिँ चल्दैको हामी चाहिँ। अनि त्यही हो, अहिले चाहिँ हामी अब घरतिर जाँदैछौँ। अनि सो आजको लागि भिडियो पनि यति नै हुन्छ। कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नु चाहिँ नबिर्सनु। यति भन्दै म आफ्ना भनेर यहीँ टुङ्गन चाहन्छु। हस्त धन्यवाद।